यो चाहिँ 3 कोठा किचन टोयलेट र पार्किङ सहितको घर है। यो पनि पार्किङ सहितकै हो। उसो त प्राय हामीले बनाउने घरहरू बनाइ नसक्दा नै बिक्री भइसकेको हुन्छ। यो पनि लगभग बिक्री भइसकेको छ होइन। तर पनि 60-70 को बिचमा बन्ने घरहरू कस्तो बन्छ भनेर निकैवटा क्वायरी आएको कारण मैले यो भिडियो बनाएको हो। हाम्रो 60 देखि 70 को बिचमा बन्ने घरहरू चाहिँ लगभग यसैको रेसियोमा हुन्छ है। वास्तु सिँढी मुनि चाहिँ टोयलेट नबनाउनु भन्छ नि त वास्तुले, त्यही भएर यतिकै छोडिएको। यो सिटिङ रुम निकै ठुलो छ। टोयलेट बाथरुम यता छ। यो बेडरुम हो होइन। अर्को र यो चाहिँ किचन। उनीहरूले हेरेर जान्छन् भनेर यो धमाधम बनिरहेको घर हो। केही दिनमा यो सम्पन्न हुन्छ। अब इलेक्ट्रिकको काम मात्रै बाँकी छ, त्यसपछि चाहिँ हाम्रो यो रेडी हुन्छ है यो घर। यो चाहिँ हलदार चोकबाट पेल्टीमारी जाने बाटो, यो पिच बाटो हो। यहाँबाट यहाँ पर देखिने चाहिँ आँखासिरबाट निस्किने बाटोको छेउ हो यो पिच रोड। र यहाँबाट यो मुन्दुम टोलबाट 2टा घडेरी मास्तिर गएपछि यो बन्दै गरेको घर छ नि हो, त्यहाँबाट दाहिनेपट्टि 3 घर परतिर गएपछि ठ्याक्कै यो घर आउँछ।